आदरणीय किसान साथीहरू सम्पूर्णमा नमस्कार। मैले यो भिडियोमा खास एड्रेस गर्न खोजेको चाहिँ के हो भने यस ब्रोइलर पालन क्षेत्रमा आउनु सोच बनाउँदै गर्नुहुने साथीहरूको लागि स्पेशल हो र मेरो आफ्नो अनुभवहरू पनि सेयर गर्न गइरहेको छु। मेन गरी यो फार्म ब्रोइलर फार्म सही मापदण्डको हुन आवश्यक छ। यसको लम्बाइ, चौडाइ, उचाइ सबै कुराहरू सही हुनु पर्दछ, नत्र भने हामीले लटैपछि यसबाट धेरै असरहरू हुन्छ। अर्को कुरा, विशेषज्ञहरूसँग, जानकार व्यक्तिहरूसँग सल्लाह लिनुभयो भने उचित हुन्छ। अर्को किसान साथीहरूसँग सल्लाह लिनुभन्दा पनि गरिरहेको, किनभने कतिको मापदण्डै पुगेको छैन, कति अब बनाइहाल्यो, नाफा खासै नभए पनि भनेर बल ठेल गरेर पनि पालिरहेका हुन्छन्। कसैको खासै त्यति जान्ने त होइन, त्यही पनि कुखुराहरू चाहिँ राम्रै भइरहेको हुन्छ। त्यो संरचनामा कस्तो छ, त्यो राम्रो संरचना छ भने हावाहरू लाग्ने, भेन्टिलेसनहरू सबै मिलेको अटोमेटिक त्यो राम्रो नै भएर जान्छ रहेछ। अर्को कुरा के हो भने मैले आफूले चल्ला हालेको पहिलो दिनदेखि र यो निकालुन्जेलसम्म मैले एउटा भिडियो बनाएको छु। सम्पूर्ण मैले पार्ट गरेर भिडियो बनाएको छु। त्यो भिडियोमा पनि मैले आफूले गरेका कार्यहरू चाहिँ मैले त्यहाँनिर संलग्न गराएको छु। त्यो पनि तपाईँहरूले अनुगमन गर्न सक्नुहुन्छ। अब राम्रो नराम्रो के छ त्यो हेर्नको लागि मैले ऐना जस्तै छर्लङ्ग पारदर्शी रूपमा बनाइदिएको छु। अनि मैले यो जुन 2082 साल 4 महिना 21 गते चल्ला हालेको थिएँ, 700 चल्ला हो। त्यसको पुरा मैले यहाँ रेकर्ड, यो तपाईँले यो फाइलमा यहाँ हेर्न सक्नुहुन्छ। सुरुदेखि नै छ। यसमा लाग्ने भिटामिनहरू, प्रोबायोटिकहरू, एन्टिबायोटिकहरू सबै मैले चलाएको छ र यसको कति बोरा चारो खाएँ, यो कुराहरू सबै यहाँ मैले गरेर खर्चहरू चाहिँ यसमा छ। र यसमा टोटल खर्च भनेको 2,26,510 रुपियाँ छ र कुखुरा 1276 केजी 238 रुपियाँले 3,03,700